जोन ग्रेको एउटा किताब छ, मेन आर फ्रम मार्स, वुमेन आर फ्रम भिनस। सायद नाम सुन्नुभएकै होला। यो किताबले सम्बन्धलाई हेर्ने हाम्रो दृष्टिकोणमै ठूलो परिवर्तन ल्याइदियो। तर यसमा भएका चर्चित विचारहरू के आजको जमानामा पनि उत्तिकै सान्दर्भिक छन् त? आउनुहोस् आज यसको गहिराईमा डुबुल्की मारौँ। यो खबर धेरैका लागि नौलो नहुन सक्छ। सन् 1990 को दशकमा जब यो किताब आयो नि, यसले त एउटा तहल्का नै मुच्चायो। सम्बन्धका समस्याहरूलाई हेर्ने एउटा पुरै नयाँ र सरल तरिका दियो, जसले गर्दा यो विश्वभरि नै चर्चाको विषय बन्यो। किताबको मुख्य विचार एकदमै सरल तर शक्तिशाली छ। पुरुष र महिला यति धेरै फरक छन् कि उनीहरू एउटै ग्रहका होइनन् जस्तो लाग्छ। मानौ उनीहरू दुई अलग अलग ग्रहबाट आएका हुन् र सबै कुराको जड यही हो। त्यसो भए प्रश्न उठ्छ, आखिर यी भिन्नताहरू के हुन् त? र यतिका दशकपछि पनि के यी पुराना विचारहरूले हाम्रो आजको सम्बन्धलाई बुझ्न साँच्चै मद्दत गर्छन्? ल आउनुहोस् यही कुराको खोजी गरौँ। ल सुरु गरौँ है त। किताबको सबैभन्दा प्रसिद्ध विचारबाटै सुरु गरौँ, दुई ग्रहको सिद्धान्त। वास्तवमा यही सिद्धान्तले नै किताबको सम्पूर्ण आधार तयार पारेको छ। एकछिनलाई कल्पना गरौँ न, मङ्गल ग्रहका पुरुष र शुक्र ग्रहकी महिला गहिरो प्रेममा पर्छन् अनि उनीहरू सँगै बस्न पृथ्वीमा आउँछन्। तर यहाँ आएपछि उनीहरूले आफूहरू एकअर्काभन्दा कति फरक छौं भन्ने कुरा नै बिर्सिदिन्छन् र यही बिर्सनु नै समस्याको सुरुवात बनिदिन्छ। र यही सिद्धान्तले भन्छ कि सम्बन्धमा देखिने धेरैजसो समस्याहरू यही आधारभूत भिन्नता बिर्सिदा सुरु हुन्छन्। हामी हाम्रो पार्टनरले पनि हामीले जस्तै सोचोस्, हामीले जस्तै व्यवहार गरोस् भन्ने अपेक्षा गर्छौं र जब त्यसो हुँदैन तब हामी निराश हुन्छौं। त्यसो भए पहिले मङ्गलवासीहरूको संसार कस्तो हुन्छ त्यहाँ डुबेर हेरौँ है त। उनीहरूको संसार केही खास मूल्य मान्यताहरूले बनेको हुन्छ। किताबका अनुसार पुरुषहरूका लागि शक्ति, सक्षमता र केही कुरा हासिल गर्नु एकदमै महत्त्वपूर्ण हुन्छ। उनीहरूको आत्मसम्मान उनीहरूले कुनै पनि समस्या एक्लै समाधान गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा निर्भर गर्छ। अनि जब एक मङ्गलवासी तनावमा हुन्छ, ऊ आफ्नो एउटा प्रतीकात्मक गुफाभित्र पस्छ। यो एउटा यस्तो मानसिक ठाउँ हो जहाँ ऊ एक्लै बस्न चाहन्छ, समस्याबारे शान्त भएर सोच्न चाहन्छ र कसैको पनि बाधा बिना समाधान खोज्न चाहन्छ। यही मिस्टर फिक्सिट मानसिकताको कारणले जब कसैले नमागिकनै सल्लाह दिन्छ नि, त्यसले उल्टो असर भर्न सक्छ। पुरुषले यसलाई आफ्नो क्षमतामाथि गरिएको प्रश्नको रूपमा लिन सक्छ। मानौ कसैले भनिरहेको छ, तिमी आफै यो काम गर्न सक्दैनौ। ल मङ्गल ग्रहको कुरा त भयो, अब जाउँ शुक्र ग्रहतिर, जहाँका नियम कानुन र प्राथमिकताहरू पुरै फरक छन्। मङ्गल ग्रहको ठीक उल्टो, शुक्रवासी वा महिलाहरूका लागि प्रेम, सञ्चार र सम्बन्धहरू नै सबैभन्दा ठूलो प्राथमिकता हुन्। उनीहरूको आत्ममूल्य उनीहरूको भावनात्मक सम्बन्ध कति बलियो र गहिरो छ भन्ने कुरामा निर्भर गर्छ। अब यसको विपरीत एउटा अर्को अवधारणा छ, गृह सुधार समिति। महिलाहरूले सल्लाह दिनुलाई प्रेम र हेरचाह देखाउने एउटा तरिकाको रूपमा हेर्छन्। उनीहरूको उद्देश्य आलोचना गर्नु हुँदैन, बरु सम्बन्धलाई अझ राम्रो बनाउन मद्दत गर्नुहुन्छ। यो कुरा बुझ्नु एकदमै जरुरी छ। जब एक शुक्रवासी आफ्नो समस्याबारे कुरा गर्छिन्, उनी प्राय जसो समाधान खोजिरहेकी हुँदिनन्, बरु उनी आफ्ना भावनाहरू बाँडेर, सहानुभूति पाएर, भावनात्मक रूपमा नजिक हुन र राहत पाउन खोजिरहेकी हुन्छन्। अनि जब यी दुई फरक फरक अपरेटिङ सिस्टमहरू तनावको बेला एक अर्कासँग ठोक्किन्छन्, तब के हुन्छ त? हो, धेरैजसो समस्याहरू यहीँबाट सुरु हुन्छन्। यहाँ मुख्य द्वन्द्व देख्न सकिन्छ। एकातिर महिला आफ्ना भावनाहरू सुनाउन र सहानुभूति पाउन चाहन्छन्, अर्कोतिर पुरुष समस्या सुन्ने बित्तिकै समाधान दिन खोज्छ। महिलालाई समझदारी चाहिएको बेला पुरुष तनावमा सोच्नका लागि आफ्नो गुफामा पस्छ, जसले गर्दा महिलालाई आफू उपेक्षित भएको महसुस हुन सक्छ। यो ढाँचा बुझ्न त सजिलो छ, होइन त? तर एउटा ठूलो प्रश्न छ, के यसले वास्तविकतालाई अलि बढी नै सरल बनाइरहेको छ? के सबै मानिस यही दुई भूमिकामा ठ्याक्कै फिट हुन्छन् त? हो, यही प्रश्नले हाम्रो विश्लेषणलाई एउटा महत्त्वपूर्ण मोड दिन्छ। तर के साँच्चै सबै पुरुष मङ्गलवासी र सबै महिला शुक्रवासी नै हुन्छन् त? अब अलिकति फरक, अलि आधुनिक दृष्टिकोणबाट यो कुरालाई हेरौँ।
यसको मुख्य आलोचना के हो भने यस्ता स्टिरियोटाइपहरूले कहिलेकाहीँ फाइदाभन्दा बढी हानि गर्न सक्छन्। जब हामी मानिसहरूलाई यस्तै साँघुरो भूमिकाहरूमा फिट हुन अपेक्षा गर्छौं नि, यसले उनीहरूको व्यक्तित्वलाई सीमित गर्न सक्छ र उल्टै असमझोदारी बढाउन सक्छ। आजको मनोवैज्ञानिक दृष्टिकोणले के भन्छ भने मानिसको पहिचान मंगल र शुक्रको विभाजनभन्दा धेरै जटिल छ। मानिसहरूको व्यवहार, उनीहरूको व्यक्तित्व, उनीहरू हुर्केको वातावरण र संस्कृतिमा निर्भर गर्छ, केवल उनीहरूको लिङ्गमा मात्र होइन। त्यसो भए अब के गर्ने त? यी विचारहरूलाई मान्छेलाई लेबल लगाउन होइन, बरु सम्बन्ध सुधार्न कसरी रचनात्मक रूपमा प्रयोग गर्ने? जवाफ व्यावहारिक अभ्यासमा लुकिएको छ। पुस्तकको सल्लाहलाई केही व्यावहारिक चरणहरूमा ढाल्न सकिन्छ। पहिलो, समस्या समाधान गर्नुभन्दा पहिले भावनाहरू बुझ्न प्रयास गर्नुहोस्। दोस्रो, आफूलाई के चाहिन्छ भनेर स्पष्ट रूपमा माग्नुहोस्। र तेस्रो, एक अर्काको तनाव सामना गर्ने फरक फरक तरिकाहरूलाई सम्मान गर्नुहोस्, चाहे त्यो एक्लै बस्ने होस् वा कुरा गर्ने। र अन्तमा एउटा महत्त्वपूर्ण प्रश्न सोच्न छोडेर जाउँ। यो किताबको उद्देश्य मानिसहरूलाई कुनै बक्समा राख्नु पक्कै होइन होला, बरु एक अर्कालाई बुझ्ने एउटा माध्यम दिनु हो। त्यसो भए हामी यी विचारहरूलाई आफ्नो साथीलाई मङ्गलवासी वा शुक्रवासी भनेर सोच्नुको सट्टा एक व्यक्तिको रूपमा बुझ्न कसरी प्रयोग गर्न सक्छौं?